हरे कृष्ण कृष्ण कन्सियस को जर्नी मेरो कसरी स्टार्ट भयो भनेर मैले महसुस गर्नु पर्दाखेरि म सानैदेखि विष्णु भगवान प्रति एकदम आस्था राख्छु। त्यही भएको हुनाले मैले युट्युबमा पनि विष्णु भगवानको बारेमा बुझ्न खोज्दाखेरि मेडिटेसन बस्न खोज्दाखेरि मैले युट्युबमा सर्च गर्दाखेरि मैले केही पनि भेटाएको थिएन। देन आफ्टर एक दिन म इस्कन मन्दिर दर्शन गर्न पुगेको थिएँ। त्यो मेरो सेकेन्ड टाइम थियो। सेकेन्ड टाइम म मेरो हस्बेन्डसँग उहाँलाई घुमाउनको लागि भनेर इस्कन मन्दिर हामी दुवैजना जाँदाखेरि त्यहाँ त्यो टाइममा चाहिँ नि रूपेश्वर गौरदास प्रभुजी प्रेसिडेन्ट को पदमा हुनुहुन्थ्यो। त्यो टाइममा चाहिँ नि उहाँलाई मैले भेट्ने मौका पाएको थिएँ। अनि त्यो टाइममा मैले उहाँलाई कुरा गर्दै जाँदाखेरि मैले भनेको थिएँ कि आई डोन्ट नो म यो राइट ठाउँमा आएको छु कि छैन, मलाई त थाहा छैन, तर म एकदम विष्णु भगवान प्रति एकदम श्रद्धा राख्छु। त्यही भएको हुनाले तपाईले हजुरले के थाहा छ भने मलाई वे देखाइदिनु भन्दाखेरि उहाँले भन्नुभयो कि तपाईँ एकदम राइट ठाउँमा आउनुभयो भन्नुभयो। त्यसपछि चाहिँ नि म कन्टिन्युसली म 10 मिनट्स जति त म रोएँ होला। त्यस्तो भन्नुभएपछि आई डोन्ट नो के भयो थियो मलाई त्यो टाइममै। अनि जस विष्णु भगवानको अवतारमा पनि नरसिंह अवतार म एकदम आस्था राख्छु। त्यही भएको हुनाले पनि म यसरी इस्कनमा जोडिन पुगेको हो। त्यसपछि बिस्तारै बिस्तारै यो कुरा 3 इयर्स अगाडिकै कुरा हो। यो कुरा चाहिँ आफ्टर 3 इयर्स म त्यसरी कन्टिन्युसली गइ त राख्दिनँ थिएँ, तर टाइम कन्डिसन म्यानेज हुँदाखेरि चाहिँ म पुगिरहेको हुन्थेँ इस्कनमा। त्यसपछि जाँदै गर्दाखेरि एक दिन थाहा भयो कि लास्ट दसैँमा चाहिँ नि इस्कन बुढानीकण्ठ मेन ब्रान्चले चाहिँ नि मायापुर लाँदै हुनुहुन्छ भनेर। त्यसपछि म मायापुर मेरो मम्मी, माइजू, आन्टी हामीहरू गयौँ। धेरैजना हुनुहुन्थ्यो हामी माताजी प्रभुजीहरू। अनि अराउन्ड 700 समथिङ त्यस्तै हुनुहुन्थ्यो। अनि हामी पुग्यौँ। त्यहाँ पुगेपछि मैले संसारै बिर्सेको जस्तो फिल भयो मलाई। त्यहाँ गएपछि फर्केर आउँदाखेरि पनि फर्किनै मन थिएन। मैले मनै छोडेर आएको जस्तो भयो। मैले रूपेश्वर गौरदास प्रभुजी हुन त उहाँ रिलेसनमा मामा पर्नुहुन्छ। मैले उहाँलाई जेस मलाई रियलाइज भएदेखिको मैले उहाँलाई एज अ गुरु मैले उहाँलाई महसुस गरेँ। मैले त्यही भएको हुनाले पनि मैले सुचारू माताजी जो उहाँको मिसेस हुनुहुन्छ माताजीलाई हरेक कुराहरू सेयर गरेँ। मैले जस ड्रिमको कुराहरू सेयर गरेर मैले उहाँलाई रूपेश्वर गौरदास प्रभुजीलाई मैले गुरु मानेको छु भनेर सेयर गरेँ। अनि उहाँ सुचारू माताजी पनि एकदम खुसी हुनुभयो। त्यस्तो पनि हुन्छ भन्नुभयो। देन आफ्टर मैले गएको दसैँमा चाहिँ नि सायद इट वाज प्रिडेस्टिनी। मैले त्यो बेलामा मैले गुरु मानेर चाहिँ नि रूपेश्वर प्रभुजीलाई गुरु मानेर चाहिँ नि मैले कण्ठी लगाएँ। सुचारू माताजीले मलाई रूपेश्वर प्रभुजीको साइडबाट कण्ठी लगाइदिनु भयो मलाई। त्यसपछि त्यहाँबाट फर्किएर काठमाडौँ आइसकेपछि आई वाज सो कन्फ्युज्ड है। म तिलक लाउने कि नलाउने कि एकदमै कन्फ्युजन जस्तो कस्तो भइरहेको थियो मलाई। अनि मैले यसो युट्युबमा यसो सर्चमा त गरेको थिएँ के हुँदो रहेछ त भन्ने कुरा होइन। मलाई केही कुरा पनि राम्रोसँग स्टिल अहिले पनि सबै कुरा केही थाहा छैन। म बिस्तारै बुझ्दैछु हरेक कुराहरू एकदम स्लोली बुझ्दैछु म अहिले होइन। अनि जब मैले युट्युबमा थाहा पाएँ कि तिलक भनेको यो बोथ साइड
माथिको तिलक भनेको चाहिँ नि विष्णु भगवानको पाउ र यो तलको पार्ट भनेको तुलसी पत्ता हो भनेर मैले जब थाहा पाएँ, देन मैले केही नसोचिकन अब यो मेरो अन्तिम साससम्म रहन्छ मेरो शिरमा भनेर मैले धारण गरेँ। त्यो बेलादेखि यो तिलक छुटेको छैन र कण्ठी पनि मैले जबदेखि लगाएँ मैले खोलेको पनि छैन र यस्तो आनन्द, यस्तो म वर्डमा डिस्क्राइब त गर्न सक्दिनँ होइन। किन भन्दाखेरि सुन लाउनु भनेको पनि विष्णु भगवानको होइन एउटा चिन्ह हो भने तुलसी माला भनेको नि विष्णु भगवानकै चिन्ह हो है। त्यही भएको हुनाले पनि विष्णु भगवान हुनुहुन्छ तुलसी माला सुनमा। तर जति तुलसी माला लगाएर मलाई मन आनन्द भएको छ नि त्यो म वर्ड्समा डिस्क्राइबै गर्न सक्दिनँ क्या। डे बाई डे सबै बिस्तारै चेन्जेस ल्याउँदो रहेछ तुलसी माला लगाइसकेपछि। आजलाई यति नै, अरू कुराहरू फेरि सेयर गर्दै गरौँला। हरे कृष्ण।